रोनी हजुर उहाँ चाहिँ मेरो भाइ राजा हुनुहुन्छ। म भने नि अघि मैले उहाँको यस्तो तारिफ गरेको थिएँ नि, उहाँ मेरो भाइ राजा हुनुहुन्छ। द वान एन्ड ओन्ली दाङको नम्बर 1 अफ दाङ है, राजा नै हो। तुषार खत्री छेत्री, तुषार हो है उहाँको नाम। बाबु बोल चाहिँ के गरौँ, यहाँ त मै बोल्न थालेँ त बहिनीसँग। नमस्ते नमस्ते, के छ खबर? सन्चै हुन्छ? हजुर सन्चै छ। अनि तपाईँ? एकदम ठिकै छ। हटाउ के हुनु होइन। दादाले भन्नुभएको तिम्रो लागि एकजना केटा छ, मेरो भाइ छ भनेर लिएर आउनुहुन्छ भनेर मैले पर्खिबसेको थिएँ तपाईँलाई। हो हजुर कति ह्यान्डसम हुनुहुन्छ त। कहाँ त्यस्तो छैन ह्यान्डसम, अब हल्का फुल्का अलिकति। अनि तपाईँको नाम चाहिँ के? झुट नबोल, देखिने कुरा भनिहाल्नुपर्छ। देखिने कुरा त्यस्तो त हो भनिहाल्नुपर्छ। अब लुकाएर लुकिने कुरा हो ह्यान्डसमनेस पनि। अनि नाम चाहिँ के हो तपाईँको? मेरो नाम चाहिँ दिपेन्द्र केसी पर्छ। अहिले चाहिँ म दाङमा बस्छु होइन, तर हल्का रमाइलो पनि लागिरहेको छ तपाईँसँग कुरा गरेर होइन। अब हजुरलाई के मन पर्यो जस्तो भइरहेको छु भने कि बुझिदिएको। अब भर्खर भेट हुँदैछ, कसरी मन पराउनु भयो? छ्या शरमको मर्नु। के गर्ने, हजुरलाई देख्दा बित्तिकै झ्याप्पै मन परिहाल्यो कि सट्टी लाग्यो। यता सुन, मन परेको होइन, भगवानले बनाएको जोडी हो। उता भित्र टी सर्ट रातो, यतापट्टि सुटको यो कुर्ताको रातो मिलेको हेर, दुईजनाको खाप्चो पनि मिलेको दुवैको हेर त त्यहाँ। बाबै जब बोल म केही सुन्दैन, कान थुनेर बसेको छु। अनि के बोली, शरम लाग्छ मलाई त छ्या बोल्नलाई। होइन शरम मान्नु पर्दैन त्यस्तो खासै। अब यस्तो कानी मिलेपछि अब मन मिल्ने त हो होइन, अरू त होइन। अब झ्यापै लगाएर सट्टी लगाएर अब मन मिल्यो भने त भइगयो के। अनि तपाईँको गर्लफ्रेन्ड छ? गर्लफ्रेन्ड कहाँ, गर्लफ्रेन्ड हुनु, गर्लफ्रेन्ड छैन मेरो। कहाँ कोहीले हेर्दैन मलाई, मनी पराउन। म पनि भर्खर सोचिछु उता यो दायाँ बायाँको केही पनि चलेको छैन। यहाँ दादाले भन्नुभएको मेरो भाइ छन् भनेर बोलाएर आउँछु भनेर मैले भर्खर यहाँ हुनु कोही पनि छैन नि, के गर्ने, गाह्रो छ अब। अनि दायाँ बायाँ त चलेको छैन। अब के गर्ने, दादाले तपाईँसँग बिहा गरिदिनुहुन्छ कि के गरिदिनुहुन्छ थाहा छैन। म के गर्नु, के छ विचार? अब के छ विचार, अब सोच्नु पर्छ अब के हो अब होइन कहानी होइन। मुखमा हाँसो देखेर त मेरो भाइको अलिकति दादाले भनेको कुरै मान्छु। अब थाइल्यान्ड आएर मागेबा त म त बिहा गर्न तयार छु। अब हजुर I'm coming Valerie, okay? I'm coming right after this, okay? म त रेडी छु। अब तपाईँ दादाको कुरा नमान्नु भयो के, मान्नै पर्यो। काट्दिनँ नि। अब दादाले बिहा गरिदिन्छु आफ्नो भाइसँग, आफ्नै बुहारी बनाउँछु भन्दाखेरि मैले स्वीकार गरेको। ठिक छ त। अब के छ हेर भाइ, संस्कारी छिन्, देख्दै संस्कारी लाग्छ। उसको भिडियो गरेर नहेर्नु है, संस्कारी चाहिँ छ। अनि उता मेरो भाइ पनि एकदम है, एकदम मिलनसार। मैले भने त दिमाग बुद्धिजीवी, पहिला किताब सच्याउँथ्यो, स्कुलमा प्रिन्सिपल सरलाई पढाउँथ्यो, एकदम बुद्धिजीवी मान्छे हो। बुझेको बुझेनौ? अब ह्यान्डसमनेसको त कुरै छोडिदिउँ, त्यो मुख मात्रै गरेर चाहिँ एक चुप्प गर बाबु, चुप्प गर, नहाँस दिए त। अनि झिङा पस्ला फेरि कति गर्नुभयो तपाईँले कसरी बोलाउनु? नाम पनि कति गाह्रो, टुल्लु बेबी रे। अब तपाईँलाई त मैले कसरी बोलाउनु? हजुर भनेर बोलाउँछु ल। अगाडिको टुल्लु हटाऊ, बेबी राख। हजुर अगाडिको टुल्लु हटाऊ, बेबी भनेर बोलाऊ।